गाइज हाम्रो आज चाहिँ ट्रेकिङ हो हैन हामी चाहिँ यस्तो ट्रेकिङ घुम्न आएको जङ्गलमा हामी चाहिँ बस्दै थकै लाएर हामी चाहिँ जङ्गलमा मङ्गल भन्ने कुरो भएन कि रमाइलो हो नि त यार बुझ्नेलाई पोजिटिभ गरायो नबुझ्नेलाई नेगेटिभ गरायो त्यही हो द्याट्स इट कस्तो लागिरहेको हजुरलाई एकदम रमाइलो ल ओके हाम्रो चाहिँ यो फर्स्ट ट्रेकिङ हो हाम्रो इन कोरिया हैन अब हाम्रो चाहिँ जङ्गलको ट्रिप यस्तो हुँदैछ थाहा छैन यहाँ के हुनुहुन्छ होइन जनावरहरू चाहिँ एउटा पनि देखेको छैन चरा पनि देखेको छैन बुटै बुटा भएर केही पनि छैन क्या गाइस ए यस्तो हुँदैछ यहाँ चाहिँ जङ्गलहरू पनि के भन्ने यार डरै लाग्दैन त केही छैन सबै देखिन्छ जस्तो छ त ए दिस इज अ भ्यू इज द साउन्ड हो कि इफेक्ट गर्ने भनेको डर भन्ने कुरा त केही नै हुन्न अहिले भर्खरै छसँग हामी होइन बल्ल डर लाग्छ क्या यो हरर मुभी हेर्ने भन्ने नि त भ्यू देखेर आएन कि डराउने भनेको साउन्ड देखेर को हजुर सुमना सिर्जना डोल्मा एन्ड मी गाइस मी यु नो आई एम भन्नाले मेरो चाहिँ तालु छ जस्तो छ नि त होइन आई डोन्ट नो यार मैले भिडियो अन्त गरेको ए गरे रहेछ ओ यहाँबाट चाहिँ उताको सिटीहरू देखेको छ होइन तर कस्तो यार होइन कि हामीले टाढाबाट हेर्दा त यहाँ त जङ्गल देखिन्छ नि त तर यहाँ त अहिले जङ्गलै होइन सब झारपात सब मरिसक्यो यार यहाँ त यार दोधर लिएको रहेछ क्या यार बाटो छ त यहीँनिर सुनसान हुने भने बल्ल मजा आउँछ ल यसरी सफा गर्नुपर्छ गाइस तपाईँहरूले फोहोर गर्नुहुन्छ भने सफा पनि गर्नु होला यो एकै ठाउँ बटुलेर ट्याक्क बाहिर फाल्नु होला यताबाट पनि गाइज हाम्रो चाहिँ अब यस्तो स्थगित होला जस्तो छ बिकज हामी चाहिँ यहाँ के देखे डर लाउने छ यार दिस इज अरल कस्तो भइरहेको तिमीलाई हामीलाई त केही गराउन दिन्न बोल्न दिन्न बस्न दिन्न होइन हामीलाई चाहिँ यस्तरी हटाउनु भन्नु भएको छ यहाँ चाहिँ क्यामराम्यान सिर्जना ओ माई गॉड रमाइलो आएर खिच्ने र एउटा रमाइलोको भिडियो बनाएर एउटा नाचौँ न त नाच्न हुन्छ यार एउटा ठाउँमा त्यहाँ कसको ज्याकेट बिछाइदियो यो त सबै टिप्छ नि यार यो सबै यो के हो यार गाइज कटुस त हो कि होइन कि भित्र झार जस्तो छ कि यस्तो कटुस छैन नि यो खोल्छौ त खोल्छौ न झार जस्तो छ के हो आई डोन्ट नो यो कटुस होइन क्या यार कति ठुलो यस्तो छ ए हाम्रो डान्सर उता क्यामराम्यान होइन भिडियोग्राफर म चाहिँ पऱ्यो क्यामरा ब्लगर तिमी पनि त्यस्तै गराउने हो कि उकालो चढेको गाइस यो कोरियन आमासँग बोलेको होइन अब के थाहा है क्यामेरा देखाउन मिल्छ कि मिल्दैन त थाहा छैन अनि हामी चाहिँ के भनिरहेको थियो कि कति वर्षको भयो भनेर सोचेर अनि धेरै विदेशीहरू चाहिँ यहीँको केटासँग बिहे गर्छ भनेर भनेको थियो क्या त्यस्तो चाहिँ भनिरहेको थियो अब हेरौँ हामी चाहिँ अब त्यस्तो जाउँ न त त्यसो भए अम्मा खिँदो खाची खायो हो अम्मा खाची खायो होइन मान्न हामीलाई खानै छैन है हामी सारे लोग कैमरामैन है वीडियो मैन है ना अच्छा हाथ में आईफोन होता तो हम बहुत अच्छे वीडियो बनाते हैं और अपलोड करते हैं गाइज लुक एट दिस यार यो हाम्रोतिर पाइने होइन कस्तो सानो के यतातिर नै होइन यसलाई के भन्छ कोट होइन के भन्छ कि यसलाई थाहा छैन है कस्तो राम्रो नि त्यो रहेछ चाहिँ
यस्तो जङ्गलमा हिँड्नु आफै यो टाढा त छैन यार किन भनेको डोलमा अधिरो खायो होइन धेरै घुमिन्छ नि त नि हामी त त्यहाँ जाने छैन नि त अधिरो खायो यार यता जाने ठाउँ भएको भए पो जानु यही घर जानु मात्र छैन क्या यार कहाँ थाहा छैन घुमेर मेरो खुट्टाले नि हरेस खान लागिसक्यो ल यो त अगाडि त्यही आमाको रहेछ क्या अरे घर यो के हो के हो ल गाइज हामीहरू यस्तै चलिरहेछ ल गाइज हामी चाहिँ यहाँ चारदरो बाटोबाट चाहिँ अहिले हामी यो बाटो फिक्स गरेको छौँ किनकि रिटर्न नगएर हामी चाहिँ यो नयाँ बाटो नै जाम नगर यो बाटो हिँडेर चाहिँ हामी कहाँ पुगिन्छ थाहा छैन त्यही नै पुगिन्छ घरै पुगिन्छ भनेर गुड पुगेन भने चाहिँ अझ खुट्टाले दुःख पाउने भयो गाइज ल हेर्नुहोस् आइस जमेको छ बाटोहरूमै आइस जमेको छ भनेपछि कति चिसो होला युआर अन्डरस्ट्यान्ड होइन यस्तो छ अब हेरौँ के हुँदैछ हामी सही बाटो होइन युट्युबमा अपलोड हुन्छ नि मेरो च्यानल छ गाइज यस्तो डर लाग्ने छ त यार गाइज के हो यस्तो खै फिनी लाग्छ क्या यार आइसक्यो क्या नि के कसो थाहा छैन यार हामी चारजना हराइ यहाँ त अहिले भर्खरै उ भइहाल्छ नि यस्तो हेर्ने र मान्छे जाने एक मुक्का हानी होइन ढल्ला जस्तो होइन त्यसलाई ओ भगवान् फिनी लाओस् त क्या क्या आइज बाटो छ यार बाटो चाहिँ छ कसम छ कुकुर चाहिँ छ खुला छोड्या तर डर लाग्यो मलाई आइन्छ मलाई डर लाग्छ कुकुरदेखि बाटो छ रोड नै छ कुकुर चाहिँ डर भिडियो क्याप्चर भएछ यो चाहिँ भन्ने टोलमा हुँदाखेरि फेरि जाने हजुर स्पेसली अगाडि हिँड्ने म है गाइज फेरि भुक्यो क्या एउटा मात्र भयो त उतैमा त जानु कि कुकुरदेखि डराएर फेरि बाटो सिँगाएर बाघदेखि डर नडराउने ओ भगवान लास्ट रमाइलो भयो रमाइलो रे डर के भने खानु हुन नि सक्छ यार कब्रस्तान हो कि त के हो नि
हो क्या यार ए त्यो पनि होइन र ती हो के त्यो होइन के त्यो त्यो ऊ त्यहाँ छ के यो यस्तै बनाउँछ नि त है हो क्या यार गाड्छ नि क्रिस्चियन हो नि त यहाँको त होइन होइन यता होइन होइन क्या हाम्रा नेपालतिर हुन्छ नि थोरै त्यो फुल पूजा अनि जङ्गल जङ्गलमा के हुन्छ भनेर राख्छ नि त्यस्तै होला नि ल्याएर मजाले क्या डढेको है नेपालमा लगाएर यता खाली सुत्त हराइसक्थ्यो होला खोइ त्यहाँ त त्यो रातो के भनेको त्यहाँ अगाडिको तर हामी यार त्यो बाटो हिँडेर गएको पुगिन्थ्यो तर हामी कुकुरलाई देखेर डरायो क्या मलाई पनि त्यही लगाइरहेको हो त्यहाँनिर त्यहाँनिर के मलाई पनि त्यस्तै लाग्यो यो फिल्म हाउस चाहिँ हुनसक्छ तर हामीले यहाँ र यतातिर बाटो हुनुपर्ने हो क्या एरो देखाएको हिसाबले त यहाँ पनि त अनि हिँडेकै छैन त किन जाने यार सरी नमस्ते अरे हिँड अरे ए जाम क्या यार रात बस लाग्यो क्या डर नि लाउँदैन यार खुला देखेर जङ्गल अगाडि त्यो बाघ हो कि के हो त्यसको थाहा जस्तो हिँडिरहेको अब जङ्गल नि बिरालो हुन्छ कि बाघ हुन्छ भन्ने त गाई के हो त्यो भन्डारे अनि बन्डारे भन्ने नि त उस्ने हो भने बाघ होइन यार मान्छे हामी कुखुरा जत्रो त छन् कस्तो कुरा ल गाइज हामी चाहिँ रिटर्न आइयो एउटा कुकुरसँग डराएर हामी रिटर्न आइयो है वापस रिटर्न होइन म कुरेर बसिरहेको थिएँ पछाडिको यिनीहरू अगाडि अगाडि क्लियरली नदेखियो होला भागेको को भनेर एउटा डराएर फेरि त्यही बाटो आइयो नत्र हामी अगाडि त्यही नै गइसकिन्थ्यो होला यो सबै डराएर है म चाहिँ कुरेर बसित यिनीहरू भागेको देखेर मैले भागेँ फेरि अब तपाईँलाई त्यो रियल कुरा चाहिँ थाहा 3 जना मिलेर मलाई नै अहिले झुट्टो साबित गर्ने कोसिस गर्दैछन् गाइज केही छैन सत्य कुरा सत्य यस्तो छ अब यहाँ भ्यू चाहिँ यस्तो छ यार गाइजलाई हेर्नु दिस इज जङ्गल हो कि के यहाँ हाँस्नका लागि एउटा मेमोरी चाहिँ भयो त्यहाँ गएर चाहिँ भयो ल गाइज फाइनल्ली हामी त्यहाँ बसेर डान्स गरेको ठाउँमा आइयो यो भनेको यहाँनिर खिच्ने र फोटो खिच्ने ल यतिकै भिडियो गरौँ न अन्त घाममा टल्केको खै यता नि आऊ न सबै आऊ न केमा हो यो भिडियोमा ब्लगमा गयो हामीले म देखिन है आउनुहोस् आउनुहोस् यो भिडियो चाहिँ युट्युबमा गएर हेर ल ओ पानी अब तल गएर भिडियो आराम यार त्यो उसमा ऊ हेर त कालमा टल्क
रोडमा हिँडेको गरम के तालमा टर्को कसले किर्पा दिदीले गरा जस्तै हो त्यस्तै गरम छ यहाँ त खस्याएर दिँदै यहाँको पनि भिड छ है गाइस भिड छ बिचारा एकदम तिरै जान्ला रहेछ क्या म के रहेछ भनेर हेरेको क्या के हो यार मैले त्यहाँनिर सेतो देखिरहेको छु ताल हो ऊ त्यो ताल हो म त्यही हेरिरहेको छु हेर्नेर क्या म त के त पिनी लाग्छु कि के भनेर घर हेरेर ताल्दैछ ल हेर्नु ओ हेर्नेर एउटा फोटो खिचौँ न गजब आउनु रहेछ यार यहाँ गाइस यो चाहिँ फाइनल हो अब हामी चाहिँ आइसक्यो अब यो भनेको हामी झरिसक्यो हाम्रो ट्रिप अनि ट्र्याक चाहिँ सकिसक्यो फाइनल्ली यही ओह्रालो सँगसँगै हाम्रो यो ट्रिप हो कि ट्र्याक हो यो सब सक्यो भने गाइस यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले हामीहरूलाई यो चाहिँ हाम्रो अन्तिम भिडियो किनकि मोबाइलमा चार्जै सकिहाल्यो फोटो भिडियो सबै गरेर सो द्याट ल यो फेरि भेटौँ ल भ्युज मेरो भिडियो राम्रो चाहिँ आउँछ अब भिडियो फोटो गराउँछौँ धेरै चार्जर छैन त्यही नै हो फेरि भेटौँ ल फेरि म भ्लग बनाउने छु गाइस ओके बाई बाई ल बाई भन सबैले बाई लाइक सब्सक्राइब भन क्या ओ सुमना तिमी ब्युटिफुलले भनेपछि राम्रो हुन्छ होला हुन त डोल्माले भनेको नि हाम्रो भन्नु न लाइक अनि शेयर यता हेरेर गरिदिनु होला कृपया ल ओ सुमना यता छिटो भन के भन्ने लाइक सेयर सब्सक्राइब गरिदिन्छु न ल ओ नो प्लिज यति राम्रो मान्छेले भनेपछि त गर्नुपर्छ ल गाइस ल बाई भन तिमी नै भन न